नमस्ते सबैजनालाई। म आज चाहिँ तपाईँलाई फेसबुकको कन्टेन्ट मोनेटाइजेसन पोलिसी अनि पार्टनर मोनेटाइजेसन पोलिसीको बारेमा जानकारी दिन गइरहेको छु। यो जानकारी चाहिँ तपाईँले कहाँबाट लिन सक्नुहुन्छ, तपाईँले कस्तो खालको कन्टेन्ट हाल्नुपर्छ, तपाईँले के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर सबै यो पोलिसीमा जानकारी गराएको हुन्छ। अनि आउनुहोस् म तपाईँलाई यो मोबाइल स्क्रिनमा देखाउनेछु। आउनुहोस् तपाईँ मेरो मोबाइल स्क्रिनमा देख्न सक्नुहुन्छ। सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइलमा गएर फेसबुक ओपन गर्नु होला, प्रोफाइल आइकनमा क्लिक गर्नु होला, अनि त्यसपछि यहाँ तल प्रोफेसनल ड्यासबोर्डमा जानु होला। सकेपछि तपाईँले यहाँ तल स्क्रोल गरेर सपोर्ट अनि यहाँ सपोर्टमा क्लिक गरिसक्नु भइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ हाउ टु चेक योर मोनेटाइजेसन इजिबिलिटी अन अ फेसबुक प्रोफाइल अर पेज भनेर चाहिँ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसक्नु भएपछि तपाईँ बिस्तारै स्क्रोल गरेर तल जानु होला। अनि स्क्रोल गरेर तल गइसक्नु भएपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ एबाउट रुल्स फर मोनेटाइजेसन, यसमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ पार्टनर मोनेटाइजेसन पोलिसी, यसमा तपाईँले एबाउट आवर पार्टनर मोनेटाइजेसन पोलिसी यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले अब यहाँ पार्टनर पोलिसिजको बारेमा तपाईँले यहाँ जानकारी पाउन सक्नुहुन्छ। अब क्रिएट कन्टेन्ट अन एलिजिबल सर्फेस, रिसाइड एन्ड इलिजिबल कन्ट्री, फलो आवर कम्युनिटी, यहाँ सबै तपाईँले यहाँ यसरी तपाईँले के गर्नुहुन्छ, के गर्नु हुँदैन फेसबुकमा भनेर यहाँ सबै पोलिसिज बारेमा दिएको हुन्छ। सेयर ओरिजिनल कन्टेन्ट अनि सेयर अथेन्टिक कन्टेन्ट यहाँ सबै दिएको छ। यसमा यो तपाईँले एकचोटि सबै फुल्ली रिड गर्नु होला। अनि त्यसपछि फेरि ब्याक गरेर यहाँ तल देख्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन पोलिसी, यसमा के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर यहाँ लेखेको छ। लुपिङ भिडियो हाल्नु हुँदैन, टेक्स्ट मोनेटाइज यहाँ, अनि यो इन्गेजमेन्ट बेट, अनि यो यस्तोहरू यहाँ तपाईँले के गर्नुहुन्छ, के गर्नु हुँदैन सबै यहाँ पोलिसी यहाँ दिएको हुन्छ। अनि तपाईँले यो सबै रिड गर्नु होला अनि त्यही अनुसारले तपाईँले आफ्नो कन्टेन्ट बनाउनु होला। अर्को कन्टेन्ट मोनेटाइजेसन पोलिसी अनि पार्टनर पोलिसीको विरुद्ध हुने गरी तपाईँले भिडियो नहाल्नु होला, भिडियो पोस्टहरू तपाईँले नगर्नु होला, नत्र भने तपाईँको कन्टेन्ट मोनेटाइजेसन चाहिँ डिएक्टिभ हुन सक्छ। अनि तपाईँले यहाँ के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर सबै जानकारी यहाँ छ। तपाईँले यसमा आएर एकचोटि सबै रिड गर्न सक्नुहुन्छ। तपाईँलाई मेरो यो सानो इन्फर्मेसन कस्तो लाग्यो कृपया भिडियोमा लाइक, सेयर, कमेन्ट गर्नु होला। अनि यस्तै थप नयाँ जानकारीका लागि गर्न नबिर्सिनु होला। अनि मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।